हेलो गाइज, वेलकम टु भुतेल ब्लग। आज चाहिँ म हैन यहाँ हाम्रो गाउँभन्दा अलि माथिपट्टि एउटा भुतिया घर छ कि भुतिया बङ्गला हुन्छ, जहाँ चाहिँ एउटा बाबाले तपस्या गरेछन् भन्ने कुरा सुनिरहेको थिएँ हैन। त्यहाँ गएर चाहिँ बाबासँग चाहिँ एक्सप्लोर गरिन्छ। घर चाहिँ यो गाइज हैन। यो घरभित्र चाहिँ एउटा भुतिया बाबा बस्न आएको। यो घर चाहिँ पहिला हाम्रो गाउँकै एउटा चमङ्कल भन्ने भुत बसिरहेको थियो। कसको खाले घर त्यस्तो पुरै छ भुतिया घरको। यहाँ चाहिँ पहिला चाहिँ के हुँदो रहेछ नि, भूत बस्ने भन्ने रहेछ। चाहिँ घर चाहिँ भूतको हो भन्ने कुरा थियो। कोठाहरू चाहिँ यस्तो यहाँ चाहिँ भूतले धेरै सताएर चाहिँ घरमा चाहिँ सरेको भन्ने कुरा थियो हजुरबाहरूको पालामा। यहाँ चाहिँ कोही न कोही छ जस्तो मन्त्र तन्त्र के गर्नु बाबाले चाहिँ पुरै शिवजीको चाहिँ यस्तो गर्नु। आज चाहिँ हामी चाहिँ सट्टो चाहिँ बाबासँग चाहिँ केही इन्टरभ्यू लिन्छौँ। शिवजीको मूर्तिहरू लिएर यहाँ पुरै हवन गरेको बाबाले पुरै शिवको ताण्डव मन्त्र सुरु गर्नुभएको रहेछ। धेरै वर्ष हाम्रो हजुरबाको पालामा चाहिँ घरमा चाहिँ भूत छ भन्ने हाम्रो घरमा नि भन्नुहुन्थ्यो। यस्तो पुरै यस्तो खण्डार छ भूतको जङ्गलको जस्तो बिचमा आएर चाहिँ बाबा तपाईँ चाहिँ कहाँबाट आउनु भएको? हाम्रो बाबा चाहिँ कैलाश पर्वतदेखि चाहिँ यहाँ चाहिँ किन आउनु भएको खास भन्यो भने यत्रो टाढा चाहिँ हजुर यहाँ बाबाको भनाइअनुसार चाहिँ यो घरमा चाहिँ पहिल्यैदेखि नै भूत बस्ने घर भन्ने हल्ला चाहिँ थियो होइन। हाम्रो चाहिँ अनि खाना चाहिँ तपाईँले के खानुहुन्छ? यही खरानी सरानी खाएर बाँच्ने हो कि के हो? भनेपछि तपाईँ चाहिँ यो घरको भूत नभएसम्म नजाने कुरा हो कि के हो? बाबाले चाहिँ भूत बजाउने मन्त्र गराइरहनु भएको छ। तर यो घरमा चाहिँ भूत पहिल्यैदेखि छ भन्ने सुनेको। यस्तो छ चाहिँ गाई छ होइन। भुतिया त्यहाँ चाहिँ जान सकिन्न अरे। यहाँ चाहिँ बाबाले यसरी बसेर तपस्या गरिरहनु भएको, भूत भगाउने मन्त्र विद्या प्रयोग गरिरहनु भएको। ओम बाबा मलाई पनि आशीर्वाद दिनुहोस्, म चाहिँ अब जान्छु बाबा। होइन टिका नलाउने बाबा, टिका नलाउने ल। बालक भन्नु ए बाबाजी। हजुर बालक हजुर। के छ तपाईँको खबर? यो चाहिँ मिस्टर घनश्याम भुटेलज्यूलाई पठाउँदाखेरि चाहिँ कस्तो प्रतिक्रिया आउला जस्तो लाग्छ तपाईँलाई? मार्ने भयो। भूत भयो भने प्रक्रिया भूत भयो। अनि यो आगो त निभाउनु पर्यो नि त। अब के छ विचार? चिया पकाउने। चिया पकाउनुलाई त यहाँ छैन। तर घनसाङ्गरको घर बारी आजको नयाँ थिङ्स